हामीले गरेको अपराधहरुको के अपराध रहेछ भन्दाखेरि यो के पनि भएन, यो पनि छैन, उ पनि छैन भन्नलाई बुद्धि नै चाहिँदैन बाबा। यसो गर्नु पर्यो भन्नु पो चाहियो त। छैन भनेपछि यसरी गर्न सकिन्छ, यहाँनेरि सम्भव छ भनौँ न। त्यो भन्ने किसिमको संस्कृति मलाई लाग्छ हामीले गर्ने बित्तिकै हामी साहित्यबाट होला, संस्कृतिबाट होला, अथवा चाहिँ भाषणबाट होला, राजनीतिबाट होला, शिक्षाबाट होला, यो किसिमको कुराकानी मलाई लाग्छ गर्नुपर्छ भन्ने देख्छु। युवा उद्यमी अर्को पाटो रहेछ, किनभने युवा उद्यमीहरूको म अनुभव गरिरहेको छु, उहाँहरूले गजब गजब काम गरिरहनु भएको छ, तर उहाँहरूलाई प्रोत्साहन गर्ने किसिमको ढङ्गरङ्ग बनाउन सकिन्छ। सञ्चालित छन् मान्छेहरू, तिनलाई पनि कहिलेकाहीँ बजार नभएर छटपटिरहेका रहेछन्। यति आइडिया ल्याइरहेछन्, चियावालाको ढङ्ग हेर्छु त्यसले पनि एउटा बुद्धि ल्याइरहेछ, केही नै होइन नि। मटका चिया भने फेरि अर्कोले केही त नयाँ त छैन नि, होइन? चिया खाइरहेछ, मटका चिया भनेर ब्रान्ड भयो, चियावाला भन्यो अर्को ब्रान्ड भयो। ए बाबा रहेछ त, त्यो किसिमको तरिका गरौँ न। त्यस्तै गरेर चाहिँ म अर्को पाटो पनि हजुर याद गरिरहेको छु। हजुरको यत्रो होटल छ, अब त्यो साना होटल चेनहरू, जसलाई मोटेल चेन भनौँ अथवा मोटेल भन्दा पनि मुनतिर अर्को चाहिँ नेपाल चेन भनेर भनौँला नि, केही भनौँला, जो चाहिँ चेन मधेसदेखि हिमाल जोडियोस् क्या, ताकि मधेसको कुरो कानी हिमाल पनि जाओस्, हिमालको कुरो मधेस पनि जाओस्। एक अर्कोले सिक्ने सिकाउने किसिमको तरिका गरौँ न। सन्तोष शाहले गरे जस्तो किसिमको हिसाब सोचौँ न। कहिलेकाहीँ डायस्पोराका साथीहरूले लेखेको लेख हेर्दाखेरि पुरपुरा हात लाएर रुन पनि मन लाग्छ। रुन किन मन लाग्छ भने गाली गर्ने भए के शब्दै जाने रहन्छन् भए। ए बाबा कमसेकम राम्रो यो हो, यो चाहिँ नि मैले यो ठाउँबाट सिकेँ, यो चाहिँ गरौँ, यति मात्रै हालौँ न। त्यसो भएपछि तिनको कृषि ग्रुप, स्वास्थ्य ग्रुप, खेलकुद ग्रुप, फलाना ग्रुप भन्दै भन्दै लगेर त्यहाँबाट लगेर चाहिँ जोडिदियौँ भने त्यो डायस्पोराहरूको गजबको कन्ट्रिब्युसन हुन्छ। किनभने डायस्पोरा भनेको सिङ्गो नेपाल विश्वमा छरिएको हो, त्योसँग हामीले जोड्नुपर्छ भन्ने किसिमको हिसाबले म देख्छु।